हेलो साथीहरू, आज मैले यहाँ हजुरहरूलाई क्विक रेसिपी अनि इजी रेसिपी बनाना केकको सेयर गर्न लागिरहेको। अनि सबभन्दा सुरुमा चाहिँ मैले यहाँ ड्राई इन्ग्रिडियन्ट्सहरू राख्दैछु, जसमा चाहिँ बेकिङ सोडा, बेकिङ पाउडर अनि मैदा छानेमा राख्ने, अनि त्यसपछि अलिकति सिनामन पाउडर पनि राख्ने, अनि थोरै नुन पनि राखेर त्यसलाई सबै ड्राई इन्ग्रिडियन्ट्सलाई छान्ने। सबभन्दा सुरुमा छानेर एउटा भाँडामा राख्ने, अनि त्यसपछि ग्राइन्ड गर्नको लागि मैले केरा बनाना केकको लागि केरा तयार गरेको छु, केरा राखेको छु, 2टा केरा छ यसमा चाहिँ। अनि त्यसपछि आधा कप दही राखेँ, अनि त्यसपछि त्यस्तै गरेर आधा कप दुध राखेँ, अनि 1 कप आधा चाहिँ चिनी राखेर अनि यसलाई मैले ग्राइन्ड गरेर एउटा भाँडामा, छुट्टै भाँडामा खनाएँ। अनि त्यसमा चाहिँ मैले अघि मिक्स गरेको सबै ड्राई इन्ग्रिडियन्ट्सहरूलाई फेरि एकचोटि सर चलाएर चाहिँ अनि चलाउने, अनि त्यसमा अनि फेरि मिक्स गर्ने, यो के भन्छ लिक्विड ग्राइन्ड गरेको भाँडामा। अनि यसलाई मजाले चलाउने, जसले गर्दा लम्प्सहरू आउनु भएन। मजाले यसलाई मिक्स गर्ने, अनि मिक्स गरेपछि यस्तो उसमा आउँछ। अनि यो चाहिँ सरर यसरी बग्नुपर्छ हजुरहरूले उचालेर हेर्दाखेरि चाहिँ। अनि धेरै बाक्लो पनि हुनु भएन, धेरै पातलो पनि हुनु भएन। त्यसपछि मैले त्यो कन्टेनरमा खनाएँ यसलाई बेक गर्नुलाई। अनि यसलाई चाहिँ 200 डिग्री सेल्सियसमा 35 मिनट्स